हेलो नमस्ते सम्पूर्णमा स्वागत छ फेरि पनि मेरो युट्युब च्यानलमा सम्पूर्ण साथीहरूलाई सबैजना सन्चै हुनुहुन्छ होला भन्ने म आशा गरेको छु। म पनि एकदमै सन्चै छु। म चाहिँ सर र यो चाहिँ साउदीको जङ्गलतिर घुम्न आएको। रुममा बसेको 3 दिन भयो। रुममा बस्दा एकदम झ्याउ लागेको, चिसो एसी खाँदै एकदमै बोर लाग्यो। त्यही भएर खजुर पनि पाकेछ कि भनेर यसो खजुरको बुढातिर आएको। हेरौँ खजुर कतिको पाकेछ त्यो म हेर्दैछु। रुम चाहिँ मेरो उता लास्टै पारी छ, वहाँदेखि आएको म। वहाँ मेरो चाहिँ वहाँ पर्छ रुम, वहाँदेखि म आएको। खजुरको बुदा यतातिर तन्नै छ होइन, त्यस्तो छ। रुममा बस्दै एकदमै बोर लाग्यो, त्यही भएर घुम्न आएको साथी हो। हेर्दै गर्नु होला मेरो भिडियो है। सम्पूर्ण दर्शकबिनहरू अन्तिमसम्म भिडियो हेरिदिनु होला। म यहाँ साउदीहरूको सम्पूर्ण वरिपरि भएको नजारा देखाउने छु, यहाँको कृषि उत्पादन गर्ने ठाउँ देखाउने छु, अनि खजुरको बुटा पनि देखाउने छु। सम्पूर्ण साथीहरूले भिडियो स्किप नगरेर हेरिदिनु होला भन्न चाहन्छु। अब लागो है त म भिडियो देखाउने तर्फ लागिरहेको छु है त साथी हो, अन्तिमसम्म हेरिदिनु होला है। यो यतातिर पहिला साउदीहरूले खुर्सानीहरू भए, लौकाहरू, खिराहरू भए, भेन्डीहरू बहुत फलाउँथ्यो। अहिले चाहिँ छोडिसक्यो। अहिले चाहिँ त्यस्तो देखिँदैन, पुरै हराभरा भएको छ अहिले चाहिँ। पहिले चाहिँ एकदमै यहाँ खेती गर्थ्यो, खेती योग्य जमिन हो यहाँ पुरै। देख्न सक्नुहुन्छ तपाईँहरू, पुरै पछाडिको पुरै हो। यहाँ पुरा रुख छ, पुरा रुख सुकेको। अस्ति नै चाहिँ एकदम हरियो थियो, जब अहिले गर्मी सुरु भयो त्यहाँदेखि पुरै अहिले चाहिँ सुकेर खत्तम भएको छ। हेर देख्न सक्नुहुन्छ, यो पुरै बारी चाहिँ यो खेतीयोग्य जमिन हो। अहिले चाहिँ यो पुरै पानीको एकदमै हाहाकार भयो नि त, पानीको हाहाकार भइसके पछाडि अहिले चाहिँ खेती गर्न छोडेको छ यहाँ साउदीहरू। म चाहिँ एक्लै घुम्न आएको यता जङ्गलतिर। बाबु चाहिँ सबैको ड्युटी छ होइन, गाउँको साथीहरूको रुम पार्टनरको सबैको ड्युटी छ। ड्युटी नभएपछि अब कता जाऊँ के गरौँ भन्ने भयो मलाई। त्यही भएर घुमौँ न यसो ठाउँतिर भन्ने यसो दिमागमा खेल्यो, त्यही भएर घुम्न आएको। यो पुरै ठाउँ र देख्न सक्नुहुन्छ, यो पुरै पाइप लगाएको छ। यो पाइप लगाएर पुरै सिँचाइ गरेको यहाँ सबै। अहिले चाहिँ पानीको एकदम समस्या भएर अहिले चाहिँ खेती गर्न छोडेको छ यहाँनिर। यो चाहिँ यो पाइप छ नि, पाइप सायद हाम्रो नेपालमा हुन्थ्यो भने सायद अब रातारात अथवा दिन भए पनि चोरहरूले टिपेर अन्त्य सायद सप्लाई गरिसक्थ्यो होला। तर यहाँ त्यस्तो हुँदैन। यहाँ चाहिँ साउदी हो होइन, साउदीमा चाहिँ एकदमै कानुन एकदमै तगडा छ। यहाँ चोर्ने, फटाइ गर्ने, गुन्डागर्दी गर्ने त्यस्तो भन्ने कुरा यहाँ इम्पोसिबल हो। त्यस्तो पोसिबल छैन यहाँनिर। हेर्नु न, पाइप कति धेरै छ, कति लाखौँ कोटी करोडको पाइपहरू लगानी गरेको देख्न सक्छौँ कि हामी चाहिँ। सायद यस्तै पाइपहरू नेपालमा यस्तै जङ्गलमा त्यत्तिकै छोडिन्थ्यौँ भनेपछि सायद चोरले कहाँ पुऱ्याइसक्थ्यो होला। यहाँ चाहिँ त्यस्तो हुँदैन। यो चाहिँ साउदी हो होइन, साउदीमा एकदम कानुन एकदम तगडा छ। यहाँको कानुनले चाहिँ मान्नुपर्छ। यहाँको कानुनले नेपालमा पनि यस्तै कानुन भइदियो भए सायद देश कहाँ माथि पुग्थ्यो होला। तर नेपालमा पनि यस्तै कानुन हुन एकदम जरुरी छ भन्न चाहन्छु म चाहिँ होइन। बेल्चा भन्छ होइन, हाम्रो गाउँतिर यसलाई बेल्चा भन्छ क्या। बेल्चा भने त्यत्तिकै छोडेर हिँडेको छ यहाँ चाहिँ। कटौतोको लगानीहरू त्यत्तिकै छोडेर गएको छ क्या यहाँनिर। पुरै हेर्नु न, तपाईँको सबभन्दा मोलले रहेछ क्या फलाउने। अब यहाँ केही छैन होइन, यो पुरै हेर्नु न, यो पुरै यो बालुवा हो होइन, बालुवा हो। तर मल हुनु पर्दो रहेछ क्या। मल हुने भने यहाँ यस्तो बालुवामा यस्तो राम्रो तुलफुलहरू, सागसब्जीहरू यस्तो खतरनाक फल्छ कि तपाईँले कुरै नगर्नुहोस् क्या। यहाँनिर पुरै ठाउँ यस्तै छ। यो बारदेखि उता पनि यहाँ पुरै यस्तै खेतीयोग्य जमिन छ। सायद त्यो फरक व्यक्तिको होला, त्यही भएर चाहिँ यस्तो साँध लगाएको छ बिचमा। सायद फरक हुनसक्छ। देख्न सक्नुहुन्छ
तर दुःख चाहिँ गरेको हो कि यहाँ दुःख चाहिँ गरेको हेर्नुहोस् न यो कति एमएमको पाइप होला होइन यति ठुलो पाइप मिटरबाट पुरै लिएर डाइरेक्ट यति ठुलो ड्रमहरूमा यस्तो तरिकाले व्यवस्थित गरेको छ अहिले चाहिँ ठोट्ट परिसक्यो होइन यति ठुलो ड्रमहरूमा व्यवस्थित गरेर लाइनले पुरै आफ्नो ठाउँमा यसरी ठाउँमा जतिवटा पाइपहरू यहाँ बिछाएको छ अनि त्यति एरियामा पुरै पानीको चाहिँ सिँचाइ लगाएको छ क्या यहाँनिर देख्न सक्नुहुन्छ तपाईँहरू होइन यस्तो छ ठ्याक्क चाहिँ यता चाहिँ यसो सागसब्जीहरू फलाउने अनि त्यस पछाडि यहाँ आएर चाहिँ साउडीहरू यसरी बस्थ्यो यहाँनिर घरहरू बनाएर यता घरमा बस्ने सागसब्जीहरू भएको तुलफुलहरू चाहिँ ल्याउने लिएर चाहिँ यसमा लगाउने त्यस पछाडि यहाँबाट बिक्री गर्ने सप्लाई गर्ने गर्थ्यो पहिले अहिले चाहिँ छोडिसकेको छ होइन यहाँभित्र यहाँभित्र कुखुरा पालेर चाहिँ पहिले कुखुरा फर्म पनि रहेछ कुखुरा फर्म यहाँनिर यो भर्खर छोडेको समथिङ 2022सम्म चाहिँ यहाँ पसल गरिरहेको थियो अहिले पनि छोडेको हालै हो समथिङ 2.5 साल मतलब 1.5 साल जति भयो होला 1.5 साल जति भएको छ यसरी बस्तीको नै साउडीहरू यता पनि पुरै हो यता त्यहाँ खुर्सानीहरू लगाउँथ्यो उता यहाँ चाहिँ खुर्सानी लौकाहरू एकदमै बोरी मात्रामा उत्पादन गर्दै थियो पहिले यो जहाँ चाहिँ छोडिदिइसक्यो यो चाहिँ खजुर होइन साथी हेर्दाखेरि चाहिँ पाट खजुर जस्तो देखिन्छ होइन तर यो मेल फिमेल भन्ने हुन्छ नि त एउटा भाले अनि पोठी हो त्यस्तो टाइपको हो यो चाहिँ खजुर चाहिँ यसको भित्र छ होला यो चाहिँ भाले खजुरको चाहिँ पोठीको चाहिँ भाले यो चाहिँ मेल है त्यो स्थिति लाग्यो मलाई म चाहिँ मेरो गण्डभित्र लाग्यो होइन यहाँ पोरो चाहिँ सानो बुटा छ त्यो सानो बुटामा चाहिँ एकचोटि ट्राई गर्नुपर्छ होइन अनि त्यो ट्राई मारेर यदि भयो भने चाहिँ म खान्छु होइन नत्र भने छोडिदिन्छु अब के गर्नु नि ओहो एकदम ताजा खजुर बजारमा त पाइहाल्छ खजुर यही खजुरले टिपेर पनि वहाँ लगेर 15-20 रियालमा चाहिँ 1-1 किलोको पनि पाउँछ होइन यतिखेर आलु तर त्यहाँको ताजाभन्दा अरू झन् स्पेसल बुटोमै टिपेर खाम भनेर आएको म चाहिँ होइन भएन नहुने जस्तो लाग्यो जब सम्भव छैन रुखमा चढ्नको लागि होइन आफ्नो सिप छैन रुखमा चढ्नेको सम्भव छैन भनेपछि त्यसमा जबरजस्ती गर्ने काम छैन जबरजस्ती गरेर हुँदैन है त साथी हो मेरो चाहिँ भनाइ त्यही हो जहाँनिर पोसिबल छ जहाँनिर इजी छ त्यो चिजमा चाहिँ हात हाल्नुपर्छ जहाँनिर पोसिबल छैन त्यसमा चाहिँ नेभर त्यो हुँदैन त्यसैले साथी हो म चाहिँ पारिको एउटा सानो बुट जस्तो देखिरहेको थिएँ म होइन यदि त्यसमा छ भने चाहिँ म प्रयास गर्छु खानको लागि यति नत्र भने हुँदैन है त साथी हो आकाशको फल आँखा तरी मर भन्थ्यो यस्तै भएर होला साथी यार नेपालमा चाहिँ उन्निएको हुन्छ नि त एउटा त्यो सायद गाईबस्तुले पनि खान्छ होला त्यो उन्ने चाहिँ हो त्यस्तो खालको छ यार के हो यार यस्तो पुरा ठुलो छ त यार झाङ यार पुरा खजुरको पनि त्यस्तै हुँदो रहेछ क्या तर यो सुसार नगरेर हो नि त यदि सुसार हुन्थ्यो भने त नि यो मुनिको यो जुन तल फेदतिरको छ नि त फेदतिरको यो हाँगा पुरै काटेर चाहिँ पुरै फ्याँकिदिनुपर्छ त्यसलाई किनकि हुन्छ क्या त्यो चाहिँ अनावश्यक चिज हो यसले चाहिँ माथि ट्याक्का काटेर होइन त्यो फालिदिनुपर्छ त्यो दाँतहरू त्यो चाहिँ अनावश्यक चिज हो अनि त्यसपछि त्यसले मल पनि त्यत्तिकै चुसिरहेको हुन्छ होइन अनि पानी पनि त्यत्तिकै चुसिरहेको हुन्छ क्या त्यही भएर त्यसलाई चाहिँ काट्नुपर्ने बिकज यहाँ चाहिँ अहिले अब खेती गर्न छोडिसके पछाडि त्यस्तै हो नि त लापरवाही भयो त्यो गर्ने बेला कसले हेर्छ होइन त्यही भएर खासै राम्रो फलेको छैन पहिले 2019-20मा चाहिँ एकदम राम्रो फल्थ्यो यो खजुर चाहिँ हामी चाहिँ 2-3 चोटि आएको यहाँ खजुर खान अहिले चाहिँ छैन त्यस्तो
डर पो लाग्यो यार के खोत्रे खोत्रे गर्छ यार पुरै कालो जङ्गल छ यार भित्र यार यहाँ चाहिँ फलेर चाहिँ यहाँ चाहिँ होचोमा रहेछ होइन यसैले भनेको पनि तर पाकेको होइन त्यहाँ राजा देखिन्छ क्या एउटा चाहिँ एउटै चाकम न त यार के भएको यस्तो यार माथि लाग्छ कि यार माथि एउटा चाहिँ राम्रो पाकेको छ यार ताजा एकदम राम्रो लाग्यो डर हेडेको यार डर के भन्नु दुई पिसले एकदम जम्मा 2 पिस खायो त्यो काँचो टाइपको थियो ओके साथी हो अब चाहिँ रात पर्न थाल्यो म चाहिँ अब रुमतिर जान थालेको म चाहिँ यति आएको आज होइन साथीहरू सबै साथीहरू चाहिँ ड्युटीतिर जानु हो म चाहिँ आज 2-3 दिन जति भयो आज म रेस्ट गरेको रुमतिरै छु त्यही भएर 2 दिन नभएको कस्तो लाग्यो त्यही भएर यसो घुम्नले आएको यो ठाउँतिर होइन रुम चाहिँ यहाँदेखि झन् 10 मिनट लाग्छ हिँडेर जान होइन कस्तो लाग्यो भिडियो सल्लाह सुझाव अनि पोटेर दिन नभन्नु होला मन परे लाइक कमेन्ट सब्सक्राइबर गर्न पनि नभुल्नु होला भन्न चाहन्छु यति भन्दै फेरि पनि अर्को भिडियोमा भेट्ने बाचा गर्दै अहिले भने छुट्टिन्छु हस्त नमस्ते बाई